खतरा खतरा छ बच्चाहरूको विशालमा त्यो कलरको लियौँ के अरे हामीले चाहिँ एउटा चेकमा हेर्न सक्नुहुन्छ गाइज मेरो बुढाले मलाई भ्यालेन्टाइन डेको गिफ्ट दिइसक्नु भएको छ र मैले लगाइसकेको छ। मैले चाहिँ केही पनि दिएको छैन किनभने मसँग मनी छैन। वेलकम टु विक्रम ब्लग, न्यू डे न्यू ब्लग। आजको ब्लग चाहिँ म हस्पिटलबाट स्टार्ट गर्दैछु। यानि कि आज चाहिँ म हस्पिटल आएको थिएँ किन भन्दाखेरि मेरो बुढीको चाहिँ खुट्टामा पेन भएको थियो र 3 दिनदेखि चाहिँ त्यो पेन कम नभएको हुनाले राति राति बढी भएको हुनाले आएको थिएँ र डक्टरसँग मिट गरिसकेपछि चाहिँ ल एक्सरे गराएर हेरौँ भन्दाखेरि उसले चाहिँ पर्दैन, दबाई खाएर ठिक हुन्छ भन्छ के अरे। अब हेरौँ के हुन्छ कसो हुन्छ। तर घर बनाउने टाइम भएन आजलाई। अब शनिबार अब ढिलोसम्म सुतियो त्यही त हो होइन गाइस, भन्दा के सकिन्छ र। अहिले चाहिँ शिविराम हस्पिटल हो, यो चाहिँ कर्नाटकको भन्छ नि यहाँ बेङ्गलोरको 80 फिट रोडमा छ शिविराम हस्पिटल। एमा चाहिँ 10 रुपिज, एमा डक्टर फिस 10 रुपिज हो। एमा तपाईँको अल्ट्रासाउन्ड 200 रुपियाँ, ब्लड चेकहरू 150, 150, 200 यस्तै छ। तर ठिकै छ भन्नुपर्छ। अनि ठिकै छ आजकल, अब पे छ। अब पहिला फ्री थियो, आजकल पे छ। ठिकै छ भन्नुपर्छ है गाइस। त्यो पार्किङ हो, पार्किङको चाहिँ पहिला फ्री थियो भने आजकल पे पार्किङ छ त्यो हस्पिटलमा चाहिँ। जस्तै स्कुटीको 10 रुपियाँ घन्टाको, अब यो 4 व्हिलरको कति हो त्यो चाहिँ थाहा भएन, तर पे पार्किङ। हस्पिटल चाहिँ यस्तो छ हेर्नु है, यो शिविराम हस्पिटल हो, श्री शिविराम हस्पिटल, यो गभर्मेन्ट हस्पिटल हो। तर ठिकै छ उसरी यहाँ डेलिभरी सर्जरी नर्मल सबै हुन्छ यसमा डेलिभरीहरू चाहिँ। अनि राम्रो पनि छ भन्नुपर्छ यसमा चाहिँ। सबै यहाँ धेरै भिडभडाका हुन्छ, बिहान अलि छिटो आयो भने कम हुन्छ, नत्र भने चाहिँ अलि भिडभडाका बेसी हुन्छ। तर आजकल चाहिँ यहाँ कस्तो छ नि, टोकन सिस्टम छ। टोकन भनेको तपाईँको त्यो एउटा एप डाउनलोड गरेर अनि आएर आधार कार्डको भेरिफाई गरेर नि स्क्यानर गरेर अनि टोकन नम्बर आउने, टोकन नम्बरबाट अनि तपाईँले 10 रुपियाँ तिरेर त्यस्तै। रासन कार्ड भए फ्री, नत्र भने 10 रुपियाँ पे गर्नुपर्छ। म पनि पहिला त आउँथेन, आजकल चाहिँ म यहीँ आउँछु। ठिकै छ भन्नुपर्छ, भने जस्तो छ, ठिकै छ। अब सस्तो मस्तो होइन। अब पैसा प्राइभेटमा 400 रुपियाँ 450 रुपियाँ छ डक्टर फिस। तर कुनै कुनै ठिक भएन भने प्राइभेटमा जानु होला, यसैको भरमा नबस्नु होला। एकचोटि मेरो टाउकोमा यहाँ के भएको थियो, त्यो चाहिँ 6 महिनादेखि तपाईँ गरेँ केही भएन, पछि प्राइभेटमा गरेको 1 महिनामा क्लियर भयो। त्यस्तो हुन्छ, 10 दिनमै ठिक भएको थियो प्राइभेटको चाहिँ। यहाँ चाहिँ अलिकति टाइम लागेको थियो, तर यहाँको राम्रोसँग नहेर्नाले कुरो त्यही हो। अब कुनै ठाउँमा राम्रो हुन्छ, कुनै ठाउँमा नराम्रो हुन्छ। अब त्यही त, अब यहाँको भाषा बोल्न सकेको भए राम्रो गर्थ्यो होला। भाषा बोल्न जानिएन हिन्दीमा, अब डक्टरहरू त्यो ल्याङ गर्ने भए नबोलिदिने भए, त्यसले गर्दाखेरि भएन, समय लाग्यो। हामी चाहिँ अब घर पुग्यौँ। घर पुगेर है मेरो बुढीको दबाई चाहिँ एक्सरे गराउने भनेको एक्सरे गराउनु त दिएन, तर दबाईको चाहिँ खाप दियो। यस्तो यस्तो दबाई दियो, यो ग्यास्ट्रिकको दबाई दिएको, यो पेन किलर होला सायद, अनि यो भिटामिनको दबाई दियो। यस्तै हो गाइस, फ्रीमा पायो चाहिँ शिविराममा चाहिँ फ्रीमा दिएको, त्यही नै हो। अनि आउँदाखेरि चाहिँ हामीले भुँडी पनि लिएर आयौँ है। भुँडी बन्दैछ यहाँ, बोइल हुँदैछ। 1 केजी लिएर 350 रुपियाँको। ओ माई गॉड! अब गाइस हाम्रो चाहिँ लगभग खाना बन्यो। अब खाना खाने हो। खाना चाहिँ आज के छ भने चाहिँ म भन्छु है। अब चाहिँ राइस छ, हाल्ने चाहिँ म्याडम हुनुहुन्छ। अनि त्यहाँ रेडी भयो, खसीको बोटन बन्दैछ है। अब चाहिँ के खाने हो गाइस। हामी ड्युटीमा आएका छौँ र हाम्रो ड्युटी चाहिँ अहिले सुरु भयो। अब एउटा 1-1.5 घन्टाको ड्युटी हो, 6 बजीसम्म हो। 6 बजेपछि फेरि ड्युटी छुट्टी। त्यस्तै छ गाइस। अब दिनभरि घर बसिएको थियो, अब आइयो के अरे। अब एकछिन गरेर अनि जाम के कस्तो हुन्छ हेरौँला। हामी चाहिँ ड्युटी आएको छौँ। आज चाहिँ रोडमा लगाएको छौँ किनभने भित्र लगाउनु भनेको त्यहाँ बाटो फेरि खन्ना त्यसले गर्दाखेरि ठाउँै मिलेन, स्पेसै मिलेन। त्यस्तै छ आज नि, खासै त्यस्तो के छैन। त्यस्तै छ, बोरिङ डे छ आज चाहिँ, स्याटरडे बोरिङ डे। यसरी खन्दैछन् हो, आज पनि पुरै लागिरहेछन्। पाइपहरू हाल्दैछु, पुरा बाटो बन्द छ, पुरा बन्द छ आज पनि। भने जस्तो छैन भाइ, सोचे जस्तो छैन, गरे जस्तो पनि छैन भाइ। माछालाई भन्नैले उडाइदिएन त्यसले। ओके गाइस, मेरो चाहिँ अब छुट्टी भयो। अब म चाहिँ टक्क जान्छु मेरो बुढीको लागि एउटा टी सर्ट लिनलाई। आज सरप्राइज दिन्छु ह्याप्पी भ्यालेन्टाइन डेको। खुसी हुन्छ यो सायद, हेरौँ है कस्तो हुन्छ। त्यो कलरको लियौँ के अरे हामीले चाहिँ एउटा चेकमा। हेर खतरा खतरा छ बच्चाहरूको विशालमा।
हामीले चाहिँ एउटै लियौँ है। अनि हेरौँ सेन्ट अर्को दोकानमा गएर हेरौँ ल। तिमीलाई कस्तो लाग्यो त अनि? राम्रो लाग्यो अस्ति नै हेरेको थियौ त अनि त्यही तर भएर। पैसा थिएन नि त किन लिएर आएको डार्लिङ अँ, ल खुसी भयो। थ्याङ्क यू हेर्न सक्नुहुन्छ गाइज मेरो बुढाले मलाई भ्यालेन्टाइन डेको गिफ्ट दिइसक्नु भएको छ र मैले लगाइसकेको छ। मैले चाहिँ केही पनि दिएको छैन किनभने मसँग मनी छैन। उहाँले चाहिँ जुगाड गरेर कता कताबाट ल्याउनु भयो। म त घर बसेको थिएँ, हामीसँग पैसा हुँदैन हजुर। मेरो चाहिँ उधारो रह्यो ल, नेक्स्ट उसमा दिन्छु अब म। ल आजलाई जे छ मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है। फेरि भेटौँला न्यू डे न्यू ब्लग। आजको लागि यति नै। गुड नाइट, बाई।